गएको दशमीदेखि लिएर आजसम्मको जति पनि अब भक्तजनहरूले भजगुरु जप गर्नुभयो त्यसको हिसाब चाहिँ यहाँ राखेको रहेछ। जम्मा 67,37,37,000 अनि 282 282 67,37,282 चाहिँ यो पालिको हिसाब रहेछ। भनेको यो निकै अब 67 लाख भनेको अलिकति बढ्दै 1 करोडको हिसाब हो यो है। र पनि ठिकै छ। अब यो साह्रै पछि गर्दाखेरि चाहिँ पुगिहाल्छ, पुग्ने कुरो हो। र यो चाहिँ अब झेक्रेनमिचेको आदेश भएको हुन कारणले गर्दा अनि धेरैले यो सुरु गरेको थियो र पनि अब अहिलेसम्म यो भइरहेको छ। 10 करोड भनेको 10 करोडको मेरो विचारमा पुग्यो होला, पुग्नै पर्छ यति बेलासम्म। 34 वर्षमा पुगेन भन्दा लाडा भयो भने हिसाबै आएन 34 वर्ष है। र जे होस् अब यो हामीले महिनाव्यापी भजगुरु गरेर अब अन्तिममा चाहिँ यसको सिद्धि भन्छ नि, यसको सिद्धि भन्छ। सिद्धि भन्ने चाहिँ अब एक शब्द चाहिँ सिद्ध्याएको सकेको हुन्छ, अर्को चाहिँ प्राप्ति हुन्छ, सिद्धि प्राप्ति हुन्छ। सिद्ध्याएको भने चाहिँ के सिद्ध्याएको भन्दाखेरि चाहिँ हामीले जप गरेर चाहिँ आफ्नो शरीर वचन चित्तको जति पनि दुष्कर्महरू विचारहरू छ, जुन शरीरले गरेको नराम्रो विचार कुराहरू छ, कर्महरू छ, वचनले अगाडि अशब्दहरू छ, अनि चित्तले गरेको जुन नकारात्मक विचारहरू छ त्यसले चाहिँ सिद्ध्याउने के भने चाहिँ भजगुरुको प्रभाव। अब त्यो भजगुरुको प्रभावले सिद्ध्याएर चाहिँ फेरि सिद्धि लिनुपर्छ। सिद्धि के सिद्धि लिने भनेर चाहिँ त्यो हाम्रो नकारात्मक शरीरको गरेको जति पनि नकारात्मक कार्यक्रमहरूले त्यसलाई सिद्ध्याएर चाहिँ शरीरको सिद्धि लिनुपर्ने एउटा हुन्छ। अर्को वचनको जुन हाम्रो अशब्दहरू बोलेर अर्कालाई हामीले अशब्द बोलेर नराम्रो कर्महरू गरेको त्यसलाई सिद्ध्याएर चाहिँ वचनको सिद्धि लिने हुन्छ। अनि अर्को चाहिँ चित्तको जुन नकारात्मक सोचहरू विचारहरू छ त्यसलाई सिद्ध्याएर चाहिँ चित्तको सिद्धि लिने हुन्छ। र तिन सिद्ध्याउने तिनलाई सिद्धि गर्ने। शरीर वचन चित्तको नकारात्मक कुरोहरूलाई सिद्ध्याउनु पर्ने अनि शरीर वचन चित्तको सिद्धिलाई हामीले प्राप्ति गर्नुपर्ने। त्यसले चाहिँ के हुन्छ भने शरीरको सिद्धिले चाहिँ अब हाम्रो शरीरको सिद्धिले चाहिँ के काम गर्छ भने चाहिँ हाम्रो यो जन्ममा हामीले शरीरको सिद्धिलाई लिनुसकेको छौँ भने आउने जन्ममा चाहिँ हाम्रो शरीर राम्रो लक्षणयुक्त भन्छ। जस्तो कि अहिले साङ्गेचुङ नदीको 32 लक्षणयुक्त शरीर भन्छ नि होइन, त्यसको प्राप्ति गर्ने। अनि वचनको जुन सिद्धि प्राप्तिको चाहिँ अब ब्रह्मस्वर प्राप्ति हुने। हामीले जे पनि बोल्यो भने अब अरूले त्यसलाई मन पराइदिने। अनि चित्तको सिद्धि चाहिँ के हो भन्दाखेरि चाहिँ हामीले खोजेको त्यही हो, बुद्धता। चित्तको खोजेको चाहिँ त्यही हो, बुद्धता हो। र त्यसले गर्दा त्यो सिद्धिलाई चाहिँ हामीले लिनुपर्छ। र लिनुको अगाडि यसको पनि फेरि भावना हुन्छ, यसको पनि भावना छ। तपाईँ हामी सबै तात्विक शरीरले धारण गरेको यो शरीर हो। तत्त्व शरीर भएको चाहिँ अशुद्ध छ। यसमा हाम्रो के छ, बाउको कारण छ, आमाको इच्छा छ, त्यसमा चाहिँ हाम्रो कर्म छ। त्यसको आधारबाट यो शरीर हामीले जीवन जिइरहेका छौँ। तर त्यो चाहिँ यो जीवन चाहिँ कस्तो छ भने अशुद्ध छ। अब तर यसलाई हामीले छन्द समयमा परिशुद्ध गरेर चाहिँ अब यो लिने समयमा चाहिँ यसलाई परिशुद्ध गर्नुपर्छ। र त्यति बेला चाहिँ हामीले यो तात्विक शरीरलाई
सँगसँगै भुलेर अनि यसलाई चाहिँ ज्ञानको शरीरमा हामीले परिणत गरेर चाहिँ हामीले यो कुरोलाई ग्रहण गर्नुपर्छ। चाहे अभिषेक लिँदा होस् चाहे यो मैले बोल्नु लिँदा होस् हामीले त्यो चाहिँ बुझ्नुपर्छ। र के हो भनेदेखि चाहिँ अब अहिले हामीले यहाँ गुरुले बजरङ्गबलीको साधना गरेको एउटा मैले हामी लिँदैछौँ सिद्धि लिँदैछौँ भने चाहिँ यति बेला हामीले चाहिँ यो तत्त्विक शरीर होइन, तत्त्विक शरीरमा त्यो कुरो प्रवेश गर्न सक्दैन, प्राप्ति हुँदैन। र त्यसले गर्दाखेरि चाहिँ यो तत्त्विक शरीरबाट छुटेको शरीर छुटाएर चाहिँ हामीले सँगसँगै एकछिन भए पनि म चाहिँ गुरुदेव चाहिँ हो भन्ने ध्यान गर्न सक्नुपर्छ। त्यो चाहिँ हाम्रो ज्ञानको शरीर। त्यसले गर्दा म तपाईँहरूलाई यही नै अब एउटा अनुरोध गर्छु कि तपाईँहरूले यो मैले लिने बेलामा चाहिँ सबैले आफूलाई चाहिँ गुरुदेवको ध्यान गरेर अनि बसेर चाहिँ यो कुरोलाई ग्रहण गर्नुहोस् भन्ने म तपाईँहरूलाई अनुरोध गर्छु। ल